नमस्कार सबैजनालाई। आज फेरि एउटा भिडियो। यो चाहिँ चुनाव अगाडि मैले एउटा सुझावहरू राख्नेमा एउटा हाम्रो सिक्किमलाई चाहिँ एउटा बुद्धिस्ट सर्किटको रूपमा डेभलप गर्नुपर्छ होला भनेर एउटा सुझाव राखेको थिएँ। त्यहाँनिर जति पनि सिक्किमभरि भएका गुम्बाहरू नामहरू मेन्सन गरेको थिएँ। झन्डै 200-300 गुम्बाहरू जति छ। त्यसको विषयमा मैले विस्तारमा कुन सालमा बनिएको भनेर, कुन जग्गामा कुन चाहिँ गुम्बा छ भनेर मैले लेखेर यही फेसबुकमा हालेकी थिएँ। अब आज चाहिँ के भन्छु भने, अहिले टुरिज्म एकदमै खस्किएर गएको बेलामा हाम्रो जग्गामा, हाम्रो राज्यमा एयरपोर्ट त छ, तर सालको 9 महिना चाहिँ बन्द भएर बसेको हुन्छ। अघि मौसमको कारणले या टेक्निकल कारणहरूले पनि। त इक्जाम्पल, एकजना दिल्लीको व्यक्ति जसको छेउमा देहरादुन छ, मसुरी छ, नैनीताल छ, शिमला छ, अघि जान पनि सजिलो छ उहाँहरूलाई भनेपछि दिल्लीको मान्छेलाई हामीले सिक्किममा के भनेर चाहिँ निम्ताउने। अघि हाम्रोतिर ग्लोफले एकतिर त बाटोघाटो सबै अझै पनि भत्किएको अवस्थामा छ भने हामीले हाम्रो मार्केटिङ चाहिँ के भनेर चाहिँ गर्नुपर्ने। बाटोघाटो पनि लु कमसेकम नजरअन्दाज गर्दा पनि देखाउने के। अघि अनि गान्तोकमा त अहिले मैले धेरै जग्गा जान्छु, तर अब त्यस्तो टुरिस्ट गाइड्सहरू भेटेको छुइनँ। जस्तै फर इक्जाम्पल, सपोज तपाईँले गान्तोकको मेन 3-4 गुम्बाहरू हेऱ्यौँ भने अघि सबैको आफ्नो आफ्नो हिस्ट्री छ नि। इन्चे इट्स वान अफ द ओल्डेस्ट। अघि त्यहाँदेखि चुग्लाखाङ मोनेस्ट्री त अब हाम्रो छोग्यालको प्राइभेट मोनेस्ट्री थियो। अघि त्यहाँ लिङदुम मोनेस्ट्री भयो, रुमटेक मोनेस्ट्री हाम्रो कर्मपाको त्यहाँनिर अब थ्रोन हो। अघि त्यहाँदेखि छोटेन मोनेस्ट्री, छोटेन जाँदा पनि मान्छेहरूले माथि त्यो जहाँनिर चाहिँ मेन स्तूपा छ त्यहाँ जाने गरेको देखेको छु। अनि माथि त्यहाँनिर हेरेर फर्किएको देखेको छु। तर मेन गुम्बा त त्यो होस्टेलहरूदेखि पछाडिपट्टि त्यहाँनिर छ। कतिजना सिक्किमकोहरू त जानुहुन्छ, तर बाहिरबाट आउनेहरू चाहिँ त्यतातिर घुमेको देख्दिनँ। त्यसको आफ्नै इतिहास छ। अनि इतिहास के हो भन्दाखेरि त्यहाँ जुन चाहिँ गुरु रिम्फुजेको त्यहाँनिर जुन चाहिँ स्ट्याचु शालिग छ, उहाँ चाहिँ 73 को आन्दोलनमा वेन इट वाज प्लन्डर्ड बाई द CRPF पिपल, अब भनिन्छ त्यहाँनिर चाहिँ पहिला चाहिँ त्यहाँको उहाँको शालिगमा चाहिँ रुबीको आँखा थियो अरे। तर त्यहाँदेखि त्यो प्लन्डर गरेर त्यहाँबाट निकालिएर लगेपछि चाहिँ पछि मान्छेहरू, लामाहरू त्यहाँनिर आउँदाखेरि चाहिँ आँखाबाट अविरल आँसु बगिरहेको थियो अरे भन्ने छ। अघि अनि फेरि उहाँको टोपी जुन चाहिँ छ त्यो माथि छत चाहिँ त्यसको अलिकति खुल्ला राखिएको छ, किनभने वर्षेनी जस्तै बुम्चुको त्यो उसमा पानी परेको जस्तै उहाँको हात पनि अलिअलि बढ्ने गर्छ भनेर किम्वदन्ती छ। अघि भनेपछि अब गान्तोकैमा वरिपरि पनि यति छ भने अन्य अब पेमा मुयङसी मोनेस्ट्रीहरूको त है आफ्नै एउटा इतिहास छ। अनि त्यस कारणले गर्दाखेरि हाम्रो सरकारले चाहिँ अब कसरी चाहिँ टुरिस्टहरूलाई भित्राउने त्यो विषयमा चाहिँ अलिकति सिरियस भएर जति पनि टुरिज्म स्टेक होल्डर्सहरू छ उहाँहरूसँग बसेर कङ्क्रिट प्लान्सहरू बनाउनु सुरु गर्नुपर्छ होला लाग्छ। किनभने अहिले सिलिगुडीदेखि गान्तोक एउटा इनोभाले झन्डै 5500 त मिनिमम चार्ज गर्छ। अघि अनि छाङ्गु जाने, नथुला जानेहरूको अलगै रेट, नर्थ सिक्किम जाने अलगै रेट। अनि महँगो पनि पर्छ, किनभने बाटोघाटो हेर्नुहोस्, अघि खाद्यान्न सबै बोकेर जानुपर्ने अवस्थामा हाम्रो सिक्किम घुम्नलाई अन्य ठाउँहरू भन्दाखेरि महँगो पर्छ भने टुरिस्टलाई के भनेर चाहिँ हामीले सिक्किम भित्राउने।
त्यसपछि चाहिँ अब चाहिँ यो हाम्रो राज्य बनेको 50औं वर्ष पुग्दा चाहिँ अब चाहिँ सबै मिलेर ध्यान दिएर प्रपर भिजन डकुमेन्ट चाहिँ नट ओन्ली टुरिज्म, हेल्थ डिपार्टमेन्टले, एडुकेसनले, एचआरडिडी भनौँ अघि सबै डिपार्टमेन्टहरूले अब एउटा भिजन डकुमेन्ट फर द नेक्स्ट 50 इयर्स चाहिँ बनाएर एज पर द रोड म्याप चाहिँ अब हामी सबैले मिलेर काम गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। अब तपाईहरु सहमत छ भने या हुनुहुन्न भन्ने पनि तपाईहरुले तल कमेन्ट गरेर लेखिदिनु होला प्रतिक्रियाहरू। आजको लागि धन्यवाद। शुभ दिन।